आजबाट चाहिँ मैले 30 दिनसम्म 1 महिनासम्म निरन्तर दिनमा एउटा भ्लग बनाउने च्यालेन्ज गरेको छु। कस्तो हुन्छ च्यालेन्ज हेरौँ। खासै अब त्यस्तो इन्ट्रेस्टिङ खालको नहोला। अब बाहिर कतै जाने मौका खासै पाइँदैन। गएको बेलामा बाहिरतिर पनि भ्लग बनाउला। अब प्राय पसलमै भइन्छ नि त। अब यहाँ भएको अब दिनभरि के कस्तो कामहरू हुन्छ, डेली आफ्नो लाइफमा भएको के कुरा हुन्छ त्यो रेकर्ड गरेर देखाउँला, खिचेर देखाउँला। अब इन्ट्रेस्टिङ लाग्छ, राम्रो लाग्छ भने लाइक गरौँ, कमेन्ट गरौँ, सब्सक्राइब गरौँ। अनि आजबाट मेरो डेली भ्लग सुरु भएको छ। 1 महिनासम्म निरन्तर दिनमा एउटा भ्लग कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला है त। अब चाहिँ मैले मैदा मुतेर पनि भ्याएँ, बजार गएर किमा पनि लिएर आइसकेँ। किमा पनि रेडी भइसक्यो। सानी चाहिँ खाना खानु गएको छ घर। खाना घरमै खान्छौँ नि त हामी। खाना मम्मीले बनाउनुहुन्छ, हामी पसलमा हुन्छौँ। अनि पसलमा भ्याइँदैन खाना खान, यताउता गर्न, अरू काम गर्न। त्यही भएर मम्मीले घरमै खाना बनाउनुहुन्छ। अनि पाकेपछि कल गर्नुहुन्छ खाना नआऊ भनेर। अनि सधैँ जाने चाहिँ सानै हुन्छ, ऊ खाना पनि जान्छ। अनि मलाई पनि लिएर आउँछ। अनि अहिले मलाई लिएर आउँछ खाना। उसले मम्मीले के बनाउनुहुन्छ, मम्मीले स्पेसल बनाउनुहुन्छ नि त जे बनाए पनि। त्यही भएर म चाहिँ मोमो बनाउनु लाग्यो। मोमो चाहिँ मैले बनाउनु सुरु गरिसकेँ। किमा यहाँ छ अनि मिठो पनि यहाँ छ। यहाँ अगाडि ट्याब राख्ने अनि भिडियो हेर्दै काम गर्न रमाइलो हुन्छ नि त। दिन कटेको थाहा हुँदैन। अनि एकदम रमाइलो तरिकाले काम गर्नु पऱ्यो नि त। त्यही भएर हाम्रो चाहिँ यता सानो गणेश मन्दिर पनि छ, सूर्य विनायक गणेश मन्दिर हो। यता बाइक पसलहरू छ। त्यही हो। अब म बनाउँछु। कतिहरू सेनियम छ खाना खाने। फाइनली खाना लिएर आइसकेको छ सानो चाहिँ। मलाई खाना लिएर आइसक्यो। हेर्नुहुन्छ के के आइछ। यसमा खाना छ। यसो दाल हो, दालको। अनि फ्रुट्स मेवाहरू पनि आएछ। यहाँ छ त्यो यो चिसो चिसो छ। खरबुजा छ अरे। खरबुजा मुनि खाना कस्तोरी हेरिरहेछ। अब म खाना खान्छु। अनि त्यसपछि फेरि मोमो मैले कति बनाएको छु। मोमो मैले यत्रो बनाइसकेँ। अब अहिले खाना खाएर फेरि मोमो बनाउनु पर्ने हुन्छ। मस्त मस्त खाना खान्छु। खाना मम्मीले पठाइदिनु पर्छ। दाल, तरकारी, अचार, यहाँ दाल छ, कचरीको छ। हामीले चाहिँ मोमोसँग बनाउने काम पनि भइसक्यो। त्यो मोमो चाहिँ बनाएको छु। पनि थोरै मोमो बनायौँ। अब अरू काम गर्नुपर्छ। हेलो, आजको दिन चाहिँ यताउता काम आफ्नै कामहरू गर्दा गर्दै सकियो। अब आज त्यस्तो धेरै लामो भिडियो त भएन, छोटो छोटो भ्लग भएको छ। अब भोलिबाट अलि धेरै समयसम्म धेरै लामो भ्लग बनाउने कोसिस गर्छु। कस्तो हुन्छ के हुन्छ कमेन्ट गर्नु। अब राम्रो लाग्यो भने लाइक पनि गर्नु। अनि फेरि यस्तै यस्तै 1 महिनासम्म डेली भ्लग आउँछ। त्यो भ्लगहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु है। सब्सक्राइब पनि गरिदिनु। अनि कस्तो लाग्छ मेरो भ्लग कमेन्ट गर्नु होला, जरुर कमेन्ट गर्नु होला। अब कहिलेकाहीँ बाहिर साहिर गइन्छ, यताउता गएको बेलामा भ्लग बनाउँला। मेरो छुट्टी कुरा छ होइन। भने पसलमै काम गरेको, यताउता गरेको काम अब भ्लग बनाइन्छ। त्यही हो। अब कतिले लाग्यो होला, कति धेरै अब भिडियो बनाउनु मन लाग्यो होला, युट्युब च्यानल कति बनायो होला जस्तो लाग्यो होला। अब रहर हो, इच्छा हो। पहिला धेरैचोटि बनाइयो, च्यानल बनाइयो। अब कहिले गेमिङ सेमिङ खेलेर भिडियो सिडियो हालियो, च्यानल बनाइयो। कहिले अब अरू यस्तै भ्लग स्लगको च्यानल बनाइयो। रहर रहेछ क्या एउटा इच्छा। अब रहर लागेपछि क्रिएट गर्ने, भिडियो सिडियो खिच्ने अनि पोस्ट गरिदिने। के रहेछ नि
आजलाई चाहिँ आजको भ्लग चाहिँ धेरै लामो भएन, जति खिचेको छु त्यो अपलोड गरिहाल्छु। भोलिबाट चाहिँ अलिकति थोरै अलि लामो चाहिँ भ्लग बनाउँछु। आजलाई चाहिँ यति नै। मेरो 30 दिन भ्लग च्यालेन्ज कस्तो लाग्छ तपाईँलाई कमेन्ट गर्नु, अनि मन पऱ्यो भने लाइक पनि गर्नु, अनि च्यानललाई सब्सक्राइब गर्नु नबिर्सनु। 30 दिनसम्म चाहिँ म निरन्तर एउटा दिनमा एउटा भ्लग हाल्ने चाहिँ कोसिस गर्छु। सक्छु कि सक्दिनँ अब त्यो थाहा छैन, प्रयास गर्छु। अब त्यस्तो धेरै राम्रो कन्टेन्ट त नहोला, दिनभरि के गर्छु कस्तो गर्छु के खान्छु होइन कता जान्छु तिनीहरू नै हुन्छ होला सायद, तर हाम्रो चाहिँ हाल्छु दिनमा एउटा। त्यही हो, आजलाई चाहिँ यति नै। अब भोलि अर्को भिडियो भ्लगमा भेटौँला है। आजलाई